आफ्नै घरमा भान्सामा भएको सामग्रीबाट 10 मिनट समय दियो भने यस्तो हाई प्रोटिन अनि एकदमै हेल्दी ब्रेकफास्ट बनाउन सकिन्छ। त्यसो गर्यो भने एकदमै धेरै चिनी हालेको अनि एकदम धेरै क्यालोरी र ट्रान्सफ्याट भएको ब्रेकफास्ट अप्सनहरू चाहिँ एभोइड गर्न सक्यो नि त। बाहिर किनेर ल्याएको खाना परेन। त्यसको लागि चाहिँ मैले यहाँ 1 कप आटा लिएँ, त्यसमा मसिनो गरी काटेर राखेको प्याज अनि टमाटरको भित्रको गुदी निकालेर बाहिरको मात्रै मसिनो गरी काटेर राखेको टमाटर राखेँ अनि अलिकति त्यसमा मसरुम राखेँ अनि त्यसपछि बेल पेपर राखेँ हरियो अनि मसिनो गरी काटेर राखेको धनियाँ राखेँ अनि यसमा मैले 4वटा अन्डा राख्छु। अन्डाले मजाले रोटीलाई मिठो पनि बनाउँछ, प्रोटिन पनि भयो अनि आफ्नो स्वादअनुसार मैले यसमा नुन, बेसार, थोरै खुर्सानीको धुलो अनि अलिकति रातो खुर्सानी अनि त्यसपछि चाहिँ मैले थोरै मरिचको धुलो राखेँ अनि यसलाई राम्रोसँग मिक्स गर्ने। अनि यो मिक्स गरिसकेपछि मैले यहाँ 1 कप दुध लिएको छु। 1 कप मिल्कमा मैले थोरै राख्दै यो पिठो यसलाई मुस्छु अनि यसरी बिस्तारै चलाउँदै दुध राख्दै पिठो मुस्ने। त्यसपछि मैले बाँकी भएको दुध पनि यहाँ राखेँ अनि पिठो यत्तिको भइसकेपछि मैले यसलाई आधा घन्टा जस्तो अथवा 15 मिनट जस्तो भिज्न छोडिदिन्छु। अनि यत्तिको भएपछि एउटा प्यानमा थोरै घिउ अथवा तेल राख्ने अनि यसरी पातलो आफूलाई कतिको पातलो खान मन लाग्छ त्यही अनुसार चाहिँ यो रोटी राख्ने अनि यो 3-4 मिनट एक साइड पाकिसकेपछि अर्को साइडमा फर्काएर पकाउने अनि घरमै हेल्दी अन्डा पराठा रेडी हुन्छ। बच्चाहरूलाई पनि दिन भयो अनि वेट लस जर्नीमा पनि भयो अनि अरू ठुलो मान्छेले पनि खान भयो। यसलाई चाहिँ लन्चमा पनि खान सकिन्छ। थ्याङ्क यू फर वाचिङ। लभ यू।